हेलो गाइज, वेलकम माई युट्युब च्यानल। पहिलोपटक मैले आफैले बोलेर भिडियो तयार पारेको छु। कृपया हेरेर साथ सपोर्ट दिनु होला। थ्याङ्क यू सो मच। आज हामीले आफ्नै घरमा पालेको कोइलरको भाले काटेर खाँदैछौँ। मेरो बुवाले काट्नुभयो, त्यसपछि मैले पानी तताएँ। पानी तताएर मैले आँगनमा लगाएँ। आँगनमा लगाइसकेपछि हेर्नुहोस् त, म नाच्दै डान्स गर्दै त्यसपछि मैले भालेलाई तातो पानीमा चोपिसकेपछि मैले भुत्लाउन सुरु गरेँ। खै के भयो अनि मलाई कुखुरा भुत्लाउँदा एकदमै मनैदेखि डान्स गर्न रहर जाग्यो। त्यसपछि मैले कुखुरा समाएर डान्स गर्न सुरु गरेँ। मेरो बुढो एक्लै भयो भनेर फेरि मेरी बुढी पनि साथ दिन आइन्। त्यसपछि फाइनली गाइज कुखुराको लुक्स दामी देखियो। त्यसपछि मैले ग्यास बालेर कुखुराको टाउकोलाई, त्यसपछि होल चिकनलाई उल्टाइ पुल्टाइ गरेर मजाले पोलेँ। कुखुराको एक दाना भुत्ला नराखिकन पोलेँ। त्यसपछि मेरो बुढीले म कुखुरा काट्छु रे, ल मैले पनि कुखुरा काट भनेर दिएँ। त्यसपछि मेरो बुढीले पोस्टमार्टम गर्नतिर लागिन्। पोस्टमार्टम गरिसकेपछि मलाई कुखुराको राज खाने दिइसकेपछि मैले मजाले ग्वाम खाएँ। यति मिठो थियो गाइज, यति मिठो थियो। त्यसपछि मेरो बुवाले दबङ स्टाइलमा कुखुरालाई पिस गर्न थाल्नुभयो। अनि हाम्रो बुवाले साह्रै कुखुराको भुटुवा खानु मन लाग्यो भनेर म चाहिँ लागेँ भुटुवा बनाउनुतर्फ। त्यसपछि मैले कराई बसालेँ। कराईमा तेल हालेँ। तेल तातिसकेपछि प्याज चुइया गरेर हालेँ। भुटिसकेपछि त्यसपछि अघि बाबाले काट्नुभएको कलेजो पाङ्रा आन्द्रालाई मजाले कराईमा हालेर परपट्टि चलाएँ मैले अर्काइ फर्काइ गरेर। त्यसपछि मैले स्वादअनुसार खुर्सानी, जिरा धनको धुलो, नुन, त्यसपछि अदुवा लसुनको पेस्ट हालेर मजाले चलाएँ। चलाउँदा मेरो मुखमा त कस्तो पानी आयो भने ओहो, अहिले खाम पो जस्तो लाग्दैछ त। अब पालो अन्य मसलाहरू एड गरेँ। टमाटर एड गरेँ मैले, अनि गोल्डी मसला एड गरेँ। त्यसपछि मिक्स मसला एड गरेँ। त्यसपछि मजाले चलाइसकेपछि हेर्नुहोस् त गाइस, फाइनल लुक यसको यस्तो दामी तयार भयो। अब पालो मासु भात पकाउने। त्यसपछि मैले बाहिर मजाले आगो बालेर सम्पूर्ण मसलाहरू मासुहरू रेडी गरेर बाहिर लिएर गएँ। बाहिर लगिसकेपछि कराई तातिसकेपछि प्याज हालेँ। मजाले प्याज चलाएँ। त्यसपछि मैले यसमा मासु पनि एड गरेँ। त्यसपछि मैले मासुलाई मजाले चलाएँ उल्टाइ पुल्टाइ गरेर। त्यसपछि मैले स्वादअनुसार टमाटर हालेर फेरि यसलाई मजाले चलाएँ। मासु पकाउनुभन्दा पहिला मैले सम्पूर्ण मसलाहरूलाई भिजाएर राखेको थिएँ। भिजाएको सम्पूर्ण मसलाहरू मैले फेरि त्यो एड गरेर मजाले चलाएपछि फाइनल यस्तो दामी बबाल तयार भयो। मासु पाकिसकेपछि अब भात पकाउन सुरु गरेँ मैले। भातलाई पनि मजाले चलाइ पकाएँ। अब भात पनि रेडी भयो। भात पाकिसकेपछि हामी सबैजना भात खान बस्यौँ। मासु चाकेपछि मेरो बुवाले कति मिठो बनाएको भन्नुभयो। त्यसपछि मैले बुवालाई पनि हृदयदेखि नै धन्यवाद छ बुवा भनेर भने। फाइनली अब हामी पनि खाना खानेतिर लाग्यौँ। त्यसपछि मैले सुरुवात त मासुबाट नै गर्ने हो। मासु खाँदा यस्तो मिठो बबाल लाग्यो। भिडियो अन्तिमसम्म हेरेर बस्नुभएकोमा सम्पूर्णलाई धेरै मनैदेखि धन्यवाद।